ल आज चाहिँ मोमो कसरी बनाउने सुरुदेखि बटर पगालेर मजाले मसला कसरी रेडी गर्ने भनेदेखि सुरुदेखि अन्तिमसम्म भिडियो हेरेर प्रतिक्रिया दिनु होला है। यो चाहिँ हामीले बटर पगाल्यौँ, राम्रोसँग यसलाई पग्लिन दिने। त्यसपछि बटरमा अदुवा र लसुनको पेस्ट फुराउने। अनि यो अदुवा र लसुनको पेस्ट चाहिँ हल्का ब्राउन हुने गरी पाक्ने गरी भुट्ने। अदुवा र लसुनको काँचो बास्ना नआओस्। अनि यसलाई यो अदुवा र लसुनको पेस्ट राम्रोसँग पाक्ने गरी भुटिएपछि त्यसपछि जिरा धनियाँको धुलो अनि गरम मसला, मिट मसला, मोमो मसला, नुन अनि थोरै अजिना सबै ठिक्क मात्रामा अड्कलेर जोखेर हाल्नुपर्छ। अनि त्यसलाई त्यो सबै मिक्स गरेर त्यसलाई पनि पेस्टसँगै मजाले भुटिदिने। अनि यो पनि मसला पनि पाक्ने गरी ठिक्क पाक्ने गरी भुटेर अनि हाम्रो चप गरेको अनियनमा मजाले मिक्स गरिदिने। अनि मिक्स गरिसकेपछि अनि किमा पनि हाम्रो चिकनको किमा पनि त्यसैमा हालेर हेर्नुहोस् है। चिकनको किमा पनि कति राम्रो रातो मासु, हामीले बोसो छाला त्यस्तो हालेको हुँदैन, एकदमै हाइजेनिक राम्रो किमा हुन्छ। अनि एक किमालाई पनि हालेर मजाले त्यहाँ मोल्दिने। राम्रोसँग मोलिसकेपछि अनि यो चाहिँ हाम्रो अब मोमो राख्ने ट्रे एउटा सफा कपडाले राम्रोसँग पखालेर राखेको ट्रे हो। अनि यसलाई मजाले ओभानो हुने गरी पुस्नुपर्छ यसरी। अनि अब मोमोको लागि रोटी बेल्न पर्यो। अनि बेलिसकेपछि यसरी ट्याक्क मोमो बनाउने। ल हेर्नुहोस् है कति सफा छ, कति हाइजेनिक छ। यो चाहिँ हाम्रो मोमो कम्पनी एन्ड फुड प्रोडक्सन भनेर सामाकोशी टाउन प्लानिङमा छ। तपाईँहरूको होटेल, रेस्टुरेन्ट, क्याफे, क्यान्टिन, स्कुलको क्यान्टिन, हस्पिटलको क्यान्टिन चलाउनुहुन्छ भने पनि सम्पर्क गर्नुहोला। हामी तपाईँलाई फ्री डेलिभरी दिनेछौँ। कस्तो लाग्यो भिडियो हेरेर, कस्तो लाग्यो लाइक गर्न नभुल्नुहोला, कमेन्ट पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला। हजुर धन्यवाद।